एमाले व्यवसायी मिनबहादुर गुरुङले आफ्नो तर्फबाट अनुदानमा बनाइदिने कार्यालय भवन नलिने भएको छ। जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमाले धन्यवाद सहित फिर्ता गर्ने भएको छ। सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ। कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मिनबहादुर गुरुङ दम्पतिलाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर बल्खुमै निर्माण गर्ने निर्णय गर्ने एमालेको प्रस्ताव छ। गुरुङले दानमा दिने भनेको भवनको शिलान्यास 2081 असोजमा ओली र गुरुङ दम्पतिले गरेका थिए, तर उक्त भवन निर्माण भएको थिएन। सचिवालय बैठकले अब बल्खुमै केन्द्रीय कार्यालय बनाउने प्रस्ताव अगाडि सारेको छ। मदन आश्रित दिवसको अवसर पारेर महासचिव शंकर पोखरेलले बल्खुमै कार्यालय बन्ने घोषणा गरिसकेका छन्। व्यवसायी गुरुङबाट दानमा जग्गा लिएर उनकै सौजन्यमा भवन पनि बनाउने निर्णयले एमालेमा ठूलो विवाद निम्ति आएको थियो। यही विषयलाई लिएर प्रश्न उठाउने नेताहरू बिन्दा पाण्डे र उषा किरण तिम्सेमाथि एमालेले अनुशासनको कारबाही गरेको थियो।